भ्याइ नभए खाएको चाहिँ चाउमिन पनि। हेलो साथीहरू, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। हामी चाहिँ धनुषा धाम नगरपालिका वार्ड नम्बर 9 मा बुटिक वर्कको 10 दिने तालिम कार्यक्रममा सहभागी भएका थियौं र हजुरहरूलाई देखाउने छु बुटिक वर्क कसरी र के गरी गर्दो रहेछ भनेर। बोलाइमा धेरैमा गाह्रो हुन्छ। 6 मा लिनु भयो? यसलाई यो नचाउँदै जाने, फेरि आफ्नो ननाच्ने, यसलाई नचाउने। आफू नाच्न त कहाँ मादल चाहियो, के चाहिन्छ हेर्नु। राउन्ड भयो? कहीँ बाङ्गोटिङ्गो कहीँ छैन? हामीहरूलाई त चाहिँदैन, हजुरलाई यहाँ नौलो हुनुहुन्छ त्यसलाई चाहियो। हेर्नु, अब फ्लावर कसरी लिने? यो कोनाबाट यति बोर्डरिङको लागि छोड्ने, चाहे नछोडे पनि हुन्छ, यहीँबाट उठाए उता पनि हुन्छ। अब यसरी 4वटा पुग्दैन, 3वटा हुन्छ। ए भाइ के छ? आइदिनु बेटर हुन्छ, गाह्रो हुन्छ। सिक्नको लागि बेस्ट रहन्छ क्या। पहिला यहाँ अनि यहाँ अनि गएर बिचमा बिचमा ग्याप नदिने। यस्तै गरेर 1 2 3 4 बनाउने ल। अनि यहाँ स्टोन दिने, स्टोन ठीक छ। अनि यहाँ त्यो मोतीको लड्ची बनाउने 3वटा। यो उनले गर्ने, यो पनि उनले गर्ने, यो पनि उनले। अनि यहाँ मोतीमा बसाउन सिकाइदिन्छु। अब कपीमा त्यसरी बना, कपी यत्रै सानो रहन्छ हैन, कपी त्यत्रै सानो भयो। अब कपीमा यसरी लामो दिएपछि राम्रो लाग्छ। अब यहाँ लामो दिने, बुझ्नुभयो? ल गर्नुस्, लु गर्नु है। अब घोप्ने हैन, यो त ढाकी उन्ने सियो रहेछ नि। ढाकी पनि उन्ने नि? हैन, ढाकी उन्दैन त दिदी भन्नु ल। यो रेडमा रेड नदिने, खै ब्लूमा मात्र रेड लगाउनु पर्यो। त ब्लूमा त्यही, ब्लूमा ब्लू पनि नदिने। ब्ल्याकमा रेड भने कि त ब्ल्याकमा रेड दिने। ब्ल्याक रेडमा यसबाट ब्ल्याक जति जना छ के फेरि होल छ अझ छैन। अब चाहिँ हामीहरू बुटिक वर्कको लागि रेडी भयौँ। गिठे लाउनु पर्यो काटेर। कति लामो लाउनु त? मिस 2 डबर के 1 डबरमा? 1 डबर 1 डबर 2 डबर बनाए त बाक्लो भइहाल्छ नि। ल हेर्नु, यहाँ कोडी छ नि, यो कोडी कोडी मेसेज फ्री पसाउने। सबजना पहिले यता आएर हेर्ने। पहिला उता गर्नु पर्यो। तेरीका हो उठक बैशाख के त। अब अलिकति यसलाई यसरी गर्ने, ताकि यो अलिकति बलियो होस्। नभए बलियो भएन भने हजुरको गरेको नगरेको एकै लाग्छ। फेरि पुरुनी यसलाई गठबन्धन गर्दिने हामीहरू, यसको म्यारेज गर्दिने। ठीक छ? यो बलियो भयो। स्टार्टिङ कसरी गर्ने? यो भयो, यो स्टार्टिङ यहाँबाट गर्ने। यो चाहिँ नि बिचको यो पालमा यसरी पसाउने। ठीक छ? अलिकति ध्यान दिने कि लुगा च्यातोक छैन, किन कम्प्रोमाइज त भइहाल्छ लुगालाई। हेर्नुभयो? त्यो पालमा न फेरि यही पालमा यसरी त्यो लाइन पनि त्यसरी नै हो। त्यो लाइन पनि त्यही हो, सबैमा त्यसरी नै हो त नि होला नि। यो भन्ने त्यसरी त होला। हेर्नुभयो? यसरी गर्ने र अलिकता यो हातले चाहिँ रोटी बनाउनु हुन्छ हजुरहरु। त्यसरी हातले एकदम नरम दिने। रोटी बनाउनु बेलामा हात नरम दिनु हुन्छ नि, सब रोटी बनाउँछ नरम हातले, त्यो नरम एकदम हात दिने। सुई एकदम नरम लेख्छ हातले। सियो धागोको काममा चाहिँ लास्टै चाहिँ हुने रहेछ, तर के गर्नु, रहर लागेर आएको। अब म पनि बुटिक वर्क सिकेर साडीमा गर्छु। यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159
अब चाहिँ खाजा खाने बेला भयो। मैले चाहिँ एकदमै ध्यान दिएर बुटीक वर्क सिकिरहेको छु किनभने मलाई बुटीक वर्कको एकदम रहर थियो। यसरी गर्दाखेरि धेरै राम्रो लागिरहेछ खुलिरहेछ क्या। ब्युटिफुल फ्लावर बनाएको रातिको कति बसिरहेछ रातिमा यति धेरै मेहनत गरिरहेछ मेरो बेबी। अनि पछि त डाक्टरले जाँच फाँच गर्दाखेरि त चियापत्तीमा पोइजन भयो भनेर सुनाएको छ। अनि यादहरू पनि मान्छेले लग्दै त्यो बुढियाले त पिट्दै। आज 8औं दिन भइसकेको थियो, त्यही भएर चाहिँ मैले आफ्नो घरमा ल्याएर बुटीक वर्क गरेँ। मैले चाहिँ अरूले भन्दा अलिकति फरक डिजाइनमा आफैले बनाएको हेर्नुहोस् त कस्तो छ, मलाई चाहिँ साह्रै मन पर्यो। सिकाइमा रमाउँदै आफ्नो बुटीक वर्क गर्दा गर्दै कति चाँडै दिनहरू बितेछ थाहै भएन। हेर्दा हेर्दै बुटीक वर्क गरेको पनि 9 दिन भइसकेछ। सबैजनाले जोस जागरमा आफ्नो काम गर्दै हुनुहुन्छ। आज चाहिँ बुटीक वर्क ट्रेनिङको अन्तिम दिन र आज चाहिँ हामीहरूले सिकेको कुराहरू चाहिँ देखाउने दिन। कसले कस्तो बनायो र कतिको फिनिसिङ राम्रो छ भनेर चाहिँ आज हेर्नुहुन्छ र सर्टिफिकेट पनि डिस्ट्रिब्युसन गर्नुहुन्छ। हजुरहरूले मेरो भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब फेरि पनि भेट्नेछौँ नेक्स्ट ब्लगमा।